नमस्ते सेवारो, मेरो नाम प्रेम सुब्बा र म तुलसीपाडाको निवासी हुँ। मैले लिएको 100 डेज च्यालेन्ज मध्येमा आधी च्यालेन्ज कम्प्लिट भइसक्यो। आज डे 50 इन 100 डेज च्यालेन्ज। आज रहेको छ आर्म्स र 4 आर्म्स ट्रेनिङ डे। स्ट्रेचिङ वार्म अप गरी मैले ट्रेनिङ। मेरो ट्रेनिङमा चाहिँ के रहेको छ भने जब तक मेरो मसल्सहरूले एकदमै कराउनु थाल्दैन तबसम्म म लास्ट स्टेजसम्म लिएर जानेछु, सेट बाई सेट। आज लगाए डे 50 हो र डे 50 मा चाहिँ मलाई कस्तो एक्सपिरियन्स भयो भन्दाखेरि फर्स्ट अफ अल मेरो माइन्डसेट चेन्ज भयो। माइन्डसेट चाहिँ कहाँबाट चेन्ज भयो भन्दा म भगवत गीता सुन्दै बस्छु बेसी जस्तो होइन। बडी र म अर्को किनभने मेरो बडीलाई जति ट्रेनिङ गरेर बडीले हार मानिरहेको हुन्छ तर मेरो माइन्ड मेरो भित्रबाट चाहिँ हार मानेको हुँदैन। र त्यस्तै चिसो पानीमा पनि म जति चिसो पानी पनि नुहाइदिनु सक्छु, अहिले पनि जति चिसो पानी पनि नुहाइदिनु सक्छु, तर मेरो बडीले भनिरहेको तल टन्सिल भइरहेछ, तल यस्तो भइरहेछ, मर्छ। त्यही यो बडीले चाहिँ संसार छोड्छ भनेर म चिसो पानीमा त्यति नुहाइदिएको छुइनँ अहिले फिलहाल। र म सानोबाट एउटा तफ्लिक सुनाउनु चाहन्छु। अहिले फिलहाल मेरो यो 50 डेज च्यालेन्ज कम्प्लिट भयो। यसमै मलाई वर्कआउट गर्नु त्यति हार्ड लाग्दैन होइन, शरीरहरू दुख्छ त्यति हार्ड लाग्दैन। र डे बाई डे भिडियो गरेर डे बाई डे एडिटिङ गर्दै अपलोड गर्नुमा यति साह्रो पर्छ नि, ह्याङ हुन्छ यार टाउको नै। यति साह्रो त बडी बनाउँदा जिम गर्दा पनि त्यस्तो बिना टाउको दुखेको थिएन क्या। जति एडिटिङ गर्दै अपलोड गर्दै हाल्नुपर्छ। र के छैन, डिसिप्लिन नभएको र डिसिप्लिन कन्सिस्टेन्सी फोकसले बनिन्छ। एन्ड म कन्सिस्टेन्सी फोकस गरिरहेको छु र मेरो हार्डवर्क कन्सिस्टेन्सी डिसिप्लिनले अलिकति तपाईँलाई इन्सपायर अथवा अलिकति राम्रो लागेको छ भने मेरो भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। एन्ड यसरी नै नयाँ भिडियो न्यू कन्टेन्ट डेली अपडेट्सहरू म अपलोड गर्नेछु। एन्ड थ्याङ्क्स फर वाचिङ सबैलाई। एन्ड आजको सबैभन्दा ठुलो सिक, काबिल इतना बनिए ना कि लोग आपको रोकने के लिए ना साजिश करना पड़े, कोशिश नहीं, उस लेवल पे जाइए आप।